मन डुल्यो कुनी तिमीलाई जहिले खुसी राख्न सकिन जानी जानी मैले रुवाको छैन तिमीलाई आफै हारी सधैँ सुम्पेते सबै जितलाई थाहा छैन किन तिमी छाडी जानु हतारिँदै व्यस्तते काममा तिमीले सोचे होला झन्टाडिँदै तिमी बिना मेरो जीवन हुन्छ लथालिङ्गै तिम्रो नाम सुन्छु चलिरहेको बतासितै बुझिदेऊ तिमी मलाई सोच्न छाडा अत्तालिँदै मुस्कान छ बाहिर तर आँसु हुन्छ नकाभित्रै सो हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु द माई न्यू ब्लग सो आजको ब्लगमा चाहिँ तपाईँहरूलाई स्वागत छ होइन सो आज चाहिँ अब के छैन त्यही पनि हेरिदिउँ होइन आज फेरि ब्लग बनाउन आएँ टक्कसँग होइन तपाईँहरूको माझमा सोच तपाईँहरूले मस्त लाएर हेरिदिनुहोस् होइन एकदम मनोरञ्जन गरिदिनुहोस् आजको ब्लगलाई सो अलि माया सपोर्टहरू पनि देखाइदिनुहोस् होइन तपाईँहरूले अब जति सक्नुहुन्छ तति अनि सो लाइक आज चाहिँ खासै केही पनि छैन क्या अनि आज चाहिँ खास गरी मैले माथि घरदेखि भ्लग स्टार्ट गरेँ अनि माथि घरमा चाहिँ खास मेरो काम थियो क्या अनि फुपूसँग अनि फुपू चाहिँ अहिले उता जानु भइसक्यो अनि फुपूसँग आइरन मागेर कपडाहरू प्रेस गरेको थियो अनि सो त्यही हो होइन अनि भाउजूहरूसँग नि यसो गफ यही हो होइन माथि घरमै अनि भाउजू चाहिँ यता काम गर्दै हुनुहुन्छ अब खोलेसोले बाह्रलाई खोलेसोले दिनलाई होला होइन सो अनि यस्तै छ होइन हाम्रो चाहिँ अनि म चाहिँ खास गरी माथि घर आउनुको कारण चाहिँ त्यो कपडा प्रेस गर्न आएको थियो क्या आज चाहिँ होइन अनि सो शनिबार मतलब अब आउने इक्जाममा लाएर जाने हो नि त भनेर सो कपडा प्रेस हानेर बसिसकेको त्यही भएर अहिलेदेखि स्टार्ट छ अनि इक्जाम चाहिँ हाम्रो 13 गते छ अरे बिहानको 8 बजेतिर सिन्धुली सेन्टर छ अरे सो अलिक गाह्रै छ होइन तर प्र्याक्टिस चाहिँ राम्रै गरेको छ अब के हुन्छ सो लाइक होइन हेरौँ इक्जाममा अब इक्जाममा त मजा लगाउन पाइँदैन नि त मिहिनेत अब जति आफूले मिहिनेत गरेको छ त्यति लेख्ने हो नि त इक्जाममा सो अब गरेको जति मिहिनेत त्यहाँ देखिहाल्छ होइन अब फेल हुन्छ कि पास हुन्छ त्यहीँ थाहा हुन्छ सो इक्जामको अब के कसो छ होइन यस्तै छ गाइज हाम्रो चाहिँ अवस्था होइन अनि अहिले चाहिँ बिहानको 11:30 बजिसकेको अवस्था अनि भाउजू चाहिँ नुहाउनु जानु लाग्नु भएको रहेछ खोलातिर अनि म पनि तल घरतिर जाने हो अनि म नि अब नुहाइदिनु होइन नुहाउने हिजो नआएको थिएँ आज नि नुहाउने कार्यक्रम छु सो अनि दिनकै नुहाउनु त हुँदैन त्यही पनि आज चाहिँ टाउको धुने हो क्या हिजो चाहिँ धुथेन नि त त्यही भएर सो लाइक हेर्दै जानुहोस् होस् अगाडि के कस्तो हुन्छ होइन मलाई पनि थाहा छैन सो लाएर हेर्दै जानुहोस् माया सपोर्ट गरिदिनुहोस् होइन एकदम छोटो समयमा अब यही त हो नि सो लाएर हेर्दै जानुहोस् होइन के कस्तो हुन्छ यहाँ भाउजू चाहिँ अब नुहाउनु कडा धुनु गइसक्नु भइसक्यो अनि फुपू आएर चाहिँ यहाँ भात खाँदै हुनुहुन्छ होला सायद होइन सो म पनि तल घरतिर जानुपर्ने हुन्छ म पनि अब नुहाइ धुवाइ कार्यक्रम गर्नुपर्छ नि त गाई छैन त्यही भएर सो अब हेर्दै जानुहोस् के हुन्छ होइन लाइक अब हुन्छ नि लाइक कमेन्ट सेयर चाहिँ गरिदिनुहोस् होइन अब तपाईँहरूको साथीहरूलाई यसो मेन्सन गरिदिनुहोस् के कस्तो छ होइन अब अनि सब्सक्राइब पनि हानिदिनुहोस् नयाँ हुनुहुन्छ भने सो लाएर होइन त्यही हो 1K को प्रतीक्षामा छु म चाहिँ होइन सो अब बिस्तारै प्रयास गर्दैछु म पनि मिहिनेत गर्दैछु सो अब के हुन्छ होइन लाइक अब हुन्छ नि मिहिनेतमा केही कमी खोट हुन्छ होला सो त्यसमा चाहिँ माफ गरिदिनुहोस् होइन अब बिस्तारै भ्लगहरू पनि अलि चाँडै आउँदै गर्नु प्रयास गर्दैछु म पनि होइन त्यो इक्जाम सकेपछि के कस्तो हुन्छ सो लाएर होइन यस्तै छ अनि फुपूले चाहिँ मलाई काम बिगाऱ्यो भन्नु भइरहेछ यहाँदेखि सक्नुहुन्छ होइन अनि फुपू चाहिँ मैले चाहिँ आइरन गरेको थिएँ नि त अनि यसरी नै राखेको खास गरी चाहिँ होइन अनि लडी पठाएछ अनि सो त्यसको लागि गाली गर्दै हुनुहुन्छ मलाई चाहिँ होइन केही छैन कहिले काहीँ हुन्छ नि त होइन सरी फुपू सरी भनेर फुपू चाहिँ यहाँ हुनुहुन्छ होइन यहाँ हेर्नु नि यहाँ फुपू कहाँ जानु हुनुहुन्छ कहाँ जानु भएको उनीहरूले फुपू चाहिँ सङ्गति जानु लाग्नु भएको छ चर्चमै हुन्छ ए अनि फुपूले चाहिँ मामसामा खाइसकेको अवस्था अनि यता चाहिँ फुपूको चुलो होइन अनि पनि अब जानु पनि हुन्छ घरमा को आएको
सो लाइक होइन आज चाहिँ यस्तो हुन्छ के कस्तो हुन्छ होइन फुलहरू पनि यस्तो बोगल बोगल दिइरहेछ होइन दिन सक्नुहुन्छ हाम्रो घरमा चाहिँ को आएको अवस्था भन्दाखेरि चाहिँ हाम्रो छिमेकीको छोरा कविन दोस्त आएको रहेछ होइन याद दिनु सक्नुहुन्छ म चाहिँ कुन चाहिँ आएछ भनेर भनेको होइन सो कविन आएको रहेछ त्यही हो अब केटाहरू कतिखेर जान्छ म चाहिँ अब तल घरतिर जानुपर्ने अवस्था छ होइन नुहाउनु पर्छ नि त त्यही भएर आउने बित्तिकै केटाहरूले चाहिँ पुरै गाना साना मस्त झौरे पाउरे गाना बजाइसकेको अवस्था छ फेरि टोयलेट गर्छ अनि कस्तो क्या हेर्नु ए ढोका खुलै छ आफै भर न त्यति गर्नु सक्दैन ल ल ल सो होइन यो चाहिँ टोयलेट गर्न पसेको रहेछ होइन मलाई चाहिँ पानी भरेर लिएर आएको भन्दैछ अब आफू चाहिँ भर्दैन क्या सायद अलिक इमर्जेन्सी नै होला सो लाइक म चाहिँ अब यस्तै छ होइन पानी भर्नतिर गइन्छ अब म चाहिँ यस्तै छ गाइस होइन हाम्रो घरको अवस्था चाहिँ अब पानी चाहिँ फेरि हाम्रो कहाँदेखि लिएर आउनु पर्ने भन्छ यहाँ चाहिँ इनारबाट पुरै डोलले सर तान्नुपर्छ होइन सो तानेपछि मतलब पानी तानेपछि भेट्नु लान्छ गाइस होइन अहिले चाहिँ अब केटाहरू पनि गइसक्यो सो मैले चाहिँ पानी ल्याइदिइसकेको थिएँ अनि गइसक्यो उयो बुबर लिएर बिबीको बुबर लिएर गइसकेको अवस्था अनि म पनि तल घरतिर जानुपर्छ ढोकासोका पुरै बन्द सन्द गरेर होइन अब माथि घरमा एक्लै भयो अनि फुपू पनि अब उता कतातिर जानुहुन्छ अरे अनि सो मलाई पैसा खुला गरेर लिएर आएछ भन्नुभएको थियो होइन खुला गरेर पनि लिएर आइसकेको अवस्था अनि अब चाहिँ तल घरतिर जानुपर्ने काम हुन्छ मेरो चाहिँ होइन अनि त्यही हो गाइस आजभोलि चाहिँ लास्ट गर्मीको महिना आइसक्यो नि त त्यही भएर चाहिँ मस्त चर्को घाम लागिरहेछ त्यही त हो नि चर्को घाम लाग्ने मस्त अब त्यही हो पौधा यस्तो घाममा चाहिँ मस्त नआएर घाम तार्ने हो क्या होइन फेरि घाम तार्दा पनि कालो हुन्छ जस्तो लाग्छ फेरि नि होइन अब केही छैन सो लाइक यस्तो छ अवस्था चाहिँ होइन अब मलाई त्यस्तो अलि त्यो भिडियो सिडियो उयो गरेकोमा त देखाउनु मन लाग्दैन अनि त्यही हो गाइस मैले चाहिँ ढोकासोका लागिसकेको अवस्था सुदेख्नु सक्नुहुन्छ होइन अनि त्यसपछि अब चाहिँ तल घर जानु लागेको मैले चाहिँ के खाएको छु भन्दाखेरि चाहिँ अघि फुपूले बिस चक्लेट किन्नु पठाउनु भएको थियो मलाई अनि त्यही खाँदै इन्जोय गर्दैछु बिस चक्लेटको होइन अब यस्तै छ तल घरतिर जानुपर्ने हुन्छ लास्ट चाहिँ तातो घाम छ होइन तातो घाममा चाहिँ सायद म भिडियो बनाउँदिनँ होला सायद होइन अनि बाह्रहरूलाई चाहिँ यस्तो ठाउँमा रहेछ नि तातो फेरि बाह्रहरूलाई तातो हुन्छ कि त्यो पनि थाहा छैन मलाई होइन अब यस्तै छ अनि फुपू पनि जानु भइसकेको अवस्था क्या फुपू पनि जानु भइसकेको जस्तो तालसाला हान्नु भइसकेको छ होइन सो यस्तै छ गाइस हाम्रो चाहिँ लाइकहरू जानुहोस् अब के कस्तो हुन्छ होइन रोडहरूमा पनि यस्तो छ क्या पुरै सबजना होइन गाडीहरू अब यो यस्तो बेला चाहिँ होइन सो लाइक के भन्दाखेरि चाहिँ यस्तो बेला चाहिँ धेरै टुरिस्टहरू हिँड्छ क्या पुरै बसमा पनि पुरै क्या तीर्थ यातायातहरू टन्नै हिँडेको देखेको छ क्या मैले चाहिँ होइन पुरै बस रिजर्भ फेरि 6-7वटा बस क्या एउटा दुईवटा त होइन नि 6-7वटा बस पुरै रिजर्भको हिँडेको देखेको छु होइन त्यही पनि एउटै उयो क्या उयोमा अनि फेरि टन्नै यस्तो चाहिँ टन्नै उयो बसहरू मान्छेहरू हिँडेको रहेछ अनि कहाँ टाढाको मान्छेहरू रहेछ अनि अस्ति नै पनि हाम्रो तल घरको अगाडितिर पनि रोकेको थियो त्यहाँ चाहिँ लास्ट टाढोदेखि आएको रहेछ त्यो मान्छेहरू चाहिँ अनि लास्ट अब गाडीमा हिँडेपछि त्यस्तै हो नि मान्छेहरूलाई पनि होइन गाह्रो साह्रो हुने यस्तो घुम्ने अब त्यस्तै हो अब तपाईँहरूलाई पनि थाहा छ होला गाडीमा हिँड्ने मान्छेहरू सबलाई थाहा छ सो लाइक भनिराख्नु पर्दैन मैले चाहिँ होइन यस्तै छ घुम्नुपर्छ अब घुम्ने समय यही त हो नि होइन नघुमे कहिले घुम्ने हो होइन अब बुढो भएपछि त अब पाइँदैन नि होला अनि यस्तै जवानमा त घुम्नु हुने भनेर सो मैले चाहिँ भनिरहेको छु टक्क अहिले चाहिँ हामी पनि यस्तै छ होइन हाम्रो पिल्ला पनि आउँछ अलिक हामी पनि हल्का ठुल्ठुलो भएपछि घुम्नु सुम्न यताउता हुन्छ नि अब त्यतातिर पनि जानुपर्ने हुन्छ सो लाइक अब यस्तै छ के छैन होइन सबजना गइसकेको अवस्था म पनि तल घरतिर जानुपर्ने हुन्छ म चाहिँ घरमा आइसकेँ अनि घरको भित्रमा अहिले चाहिँ ठुलो हल जस्तैमा चाहिँ हो क्या होइन अनि आन्टी यहाँ छेउमा हुनुहुन्छ आन्टी छेउमा हुनुहुन्छ अनि भाइ चाहिँ पुरै सुताइदिइसकेको रहेछ होइन आन्टीले भाइको आएर मैले खास गरी एउटा चटनी ल्याएको थिएँ क्या बिस्तारै अघि फुटबल दिनु भएको अब भन्नु न के भन्नुभएको थियो गाई चाहिँ म चाहिँ अब ट्याङ्की सफा गर्न जानु लागेको उता घरमा चाहिँ बुवा हुनुहुन्छ त्यही भएर म धेरै भिडियो बनाउँदिनँ घरमा चाहिँ
यस्तै हो आन्टी यहाँ पुरै मलाई हेर्दै हाँस्दै हुनुहुन्छ होइन दौडेको अलिक डर लाग्छ नि त त्यही भएर सो यस्तै हो होइन म चाहिँ ऊ त्यो पँयाल ट्याङ्की यो पँयाल ट्याङ्की सफा गर्न जाँदा आएको अहिले चाहिँ होइन सो अब सफा गरेपछि भेटौँ गाइस होइन यस्तै हो अब घर आएपछि काममा त शान्ति नै भएन काम त गर्नुपर्छ होइन आन्टी फेरि हाँस्नु भएको लगाइन्छ होइन बाउको फेरि साथी कोही आएको जस्तो लागिरहेको छ त्यो बाइकमा होइन उयो बाइकमा अब यस्तो गाइस छैन अब भरे भेटौँ ट्याङ्की सफा गरेपछि मैले चाहिँ टक्क ट्याङ्की स्याङ्की सफा गरेर आइसकेको अवस्था मेरो हाल चाहिँ अलिक नराम्रो छ भनौँ न होइन पुरै भिजेर यस्तो फुलसुल पानीमा अहिले चाहिँ नुहाउनु पर्ने हुन्छ सो आन्टीहरू चाहिँ त्यहाँ हुनुहुन्छ होइन भाइ रोएर फेरि हेरेर चक्लेट भाइको लागि चक्लेट ल्याइदिएको थियो अनि त्यही चक्लेट दिएर अहिले चाहिँ फर्किरहेछ रुचेन अहिले चाहिँ होइन अनि यस्तो छ अनि कुराहरू पनि किचनभित्र छिरेको गरिरहेछ होइन त्यो त ढोका लाउँदा पनि अनि सो यस्तै हो त्यही छैन अब नुहाउनु सुहाउने अवस्था हुन्छ अहिले चाहिँ लाइन गएर चाहिँ टक्क अहिले बसिरहेको छु होइन अनि ट्याङ्कीमा पाइप हालेरै बसिरहेको छ होइन लाइन आएपछि पानी सानी भर्नुपर्ने हुन्छ अनि त्यसपछि नुहाउनु पनि पर्छ होइन भाइले चाहिँ मलाई हेरिरहेछ त्यहाँ मस्त लाग्यो नुहाउनु पर्ने हुन्छ अनि यस्तै छ आजको दिनभरिमा होइन के काम भन्नु यस्तो छ जिउ पुरै चिलाएर त्यस्तो फोहोर पानीमा होइन जिउ पुरै चिला खनेर नि सेतो हुन्छ होइन सो अब नुहाउनु सुहाउनु अवस्था नुहाउनु पर्ने हुन्छ होइन यस्तो फोहोर पानीमा अब बिर्साउनु भयो होला होइन तपाईँले सो हेर्दै जानुहोस् अब नुहाउनु पनि पर्छ लाइन आएपछि होइन अझ सो लाइन साइन पनि गएको छ होइन त्यही भएर यसो सर्ट बनाइदिउँ भनेर आएको म चाहिँ त्यो हो छैन अहिले चाहिँ लाइन साइन आइसकेको अवस्था अनि टक्राएर म चाहिँ माथि चढेर उयो भरिसकेको भन्दा नि भर्दैछ होइन यस्तै छ होइन भरिसक्यो नि भर्दैछ होइन ट्याङ्कीमा चाहिँ अहिले हेर्नुपर्ने हुन्छ ट्याङ्कीमा चाहिँ अनि आन्टीहरूले चाहिँ त्यहाँ भाडा धुनु भएको क्या आन्टी र भाइ चाहिँ अनि भाइ रुन्छ नि त त्यही भएर आन्टीसँग गएको छ हो त्यहाँदेखि सान्नुहुन्छ सो लगायो होइन यस्तै छ होइन भर्खर लाइन आएर आएको छ जिउ चिलाउने सुरु भइसक्यो मेरो चाहिँ त्यो फोहोर पानीमा उयो सफा गरेको हो नि त ट्याङ्की त्यही भएर अहिले चाहिँ अब त्यो लाइन साइन आइसकेको अवस्था अब नुहाउनु सुहाउनु पर्ने हुन्छ ट्याङ्की स्याङ्की सबै भरेर होइन त्यहाँ भरेर आएको अवस्था छ अनि बुवा पनि जानु भइसक्यो नि त त्यही भएर हल्का अलिक भ्लग बनाउनु त फ्रिडम छ मलाई बुवा चाहिँ एउटा आन्टी आएर जानु भइसकेको कामले जानुभएको छ होइन भाउ चाहिँ अनि टक्क घरमा चाहिँ म आन्टी भाइ मात्र हो क्या अहिले चाहिँ होइन अनि 1 बजी पछाडि चाहिँ फेरि सानो एउटा भाइलाई लिनु जानुपर्ने हुन्छ आन्टीले अनि आन्टी जानुहुन्छ त्यो भाइलाई लिन चाहिँ होइन सो यस्तै छ गाइस होइन अब के देखाउनु अब तपाईँहरूलाई होइन घरको अवस्था यस्तो छ लाइक अब बुझिदिनुहोस् होइन आन्टीहरू चाहिँ यहाँ यस्तो गर्दै हुनुहुन्छ भाइ यहाँ छ गरी भाइ छ आन्टी के गर्नु भएको यस्तो बुवाको किचन चाहिँ यस्तो छ होइन बुवाको बेड होइन सो लाइक हाम्रो चाहिँ यस्तै हो क्या होइन अब के भन्नु त होइन तपाईँहरूलाई बुवा अब कतिखेर आउनुहुन्छ सो लाइक आउनुहुन्छ होइन अनि सबजना भाइ बहिनीहरू चाहिँ सबजना पढ्न गइसकेको अवस्था अनि आफू पनि अब एकछिन पछाडि पढिन्छ होला होइन लाइक अब भिडियो कतिको बन्छ त्यही भएर पढ्नु पनि पर्छ नि त होइन इक्जाम नजिक आइसक्यो सो 10 क्लासको लागि चाहिँ बेस्ट अफ लक राम्रोसँग इक्जाम दिनु र मलाई पनि बेस्ट अफ लक म आफैले मलाई नै बेस्ट अफ लक इक्जाम राम्रोसँग दिनु भनेर होइन सो मेरो चाहिँ एउटै मात्रै विषय हो नि त त्यही भएर मेरो साथीहरूको पनि दुईवटा कुनैको 3-4टा छ तिनीहरूलाई पनि बेस्ट अफ लक सो भ्लग हेर्ने जतिलाई सबलाई बेस्ट अफ लक होइन 10को लागि अनि त्यही हो एक्जाममा राम्रो प्रगति गर्नु अब सफलता हुनु होइन मलाई फर्स्ट त थाहा भएन पास चाहिँ हुनु अब के गरी कसरी हुन्छ पास हुनु होइन आन्टीहरू के खाँदै निस्किँदै आएका छन् के गाजर एक्लै आन्टी हात मलाई गाजर खाने हो केटा हो नानु भयो मैले चाहिँ खाइदियो है होइन तपाईँहरू हेर्दै इन्जोय गर्नुहोस् अब कसरी दिनु सक्छु तपाईँहरूलाई नि होइन खाँदैछु मैले भाइले पनि खाँदैछौँ ट्याङ्की भरिनु लागिसक्यो अवस्था होइन त्यो हो गाजर फेरि खत्ता लाग्छ अहिले चाहिँ होइन हिजो बेलुका
घरमा मान्छेहरू आउनु भएको थियो क्या सो लाइक होइन त्यही भएर चाहिँ गाजरहरू काँक्राहरू लिएर आउनु भएको थियो बुवाले अनि अलिक ठुलै मान्छे भनौँ न त्यही भएर अनि सो यस्तो छ गाइस हाम्रो चाहिँ लाइक अब के चाहिँ भन्ने खाएर होइन इक्जाम आइसकेको अवस्था छ होइन त्यही भएर पढ्नु सर्नुपर्छ अनि हाम्रो केटाहरू चाहिँ फेरि लास्ट इयर पढाइमा चाहिँ खतरा बबाले छ क्या होइन पढाउँदासहरू छन् नि त्यही भएर चाहिँ होइन अब त यस्तै पढ्यो अब बेलायमा नपढेरै भनौँ नपढेरै मतलब यस्तै हो पढाइमा भन्दा नि खेलाइमा ध्यान भएर यस्तै भएको हो होइन आन्टीले हेर्दै हुनुहुन्छ क्या हो ट्याङ्की भरि नाडेछ आन्टी आन्टीहरू भाइ चाहिँ त्यहाँ बस्दै हुनुहुन्छ होइन शीतलमा म चाहिँ यता गएको छु मैले सायद भात पनि खाएको छैन क्या अनि सो अब नुहाइ धुवाइ गरेर भात सात खानुपर्ने हुन्छ अनि मलाई चाहिँ आज किन हो भोक पनि लागिरहेन होइन अब हिजो बेलुकाको भातले अगाए जस्तो छ मलाई चाहिँ त्यो गाई छैन नुहाइ र पुरै भात सात खानुपर्ने हुन्छ मैले चाहिँ मस्तो लगाएर फेरि भातमा चाहिँ अब आजको तरकारी चाहिँ के छ भने आलुको मतलब के भन्छ गुन्द्रुकको अचार र गुन्द्रुक र टमाटरको अचार र दाल छ अनि भात छ सो अब त्यही मिलाएर खानुपर्ने हुन्छ अब भोक लागेपछि त खानुपर्छ नि त जे भेट्यो त्यही दाइम बुन्दी हाल्ने हो क्या अनि लाइक त्यही हो सो अहिले चाहिँ केही छैन होइन 10 को हाम्रो विद्यार्थी 10 को र हाम्रो साथीहरूलाई बेस्ट अफ लक मलाई पनि बेस्ट अफ लक राम्रोसँग इक्जाम दिनु भनेर होइन अब आफू पनि दिन्छ अनि के कस्तो हुन्छ सो लाइक गएर हुन्छ मेरो चाहिँ एउटा विषय छ लाइक अब मिहिनेत त गरेकै छ होइन अब कति अब त्यहाँ मिहिनेत गरेकै नगरेकै त्यहाँ इक्जाममा देखिन्छ होइन पास हुन्छ कि फेल हुन्छ सो सकेसम्म पास होस् भन्ने चाहन्छु म चाहिँ होइन अब त्यही हो गाइस होइन अब यसै पछाडि कहाँ गर्ने के गर्ने त्यहाँ भइहाल्छ लाइक अब के हुन्छ होइन